कति टाइम आएको यो कस्तो नराम्रो आइरहेछ हेर्नु न के हो यस्तो यो बाइक लडिरहेछ स्पिकर बस हलिरहेको छैन कता कता के भयो है यो अब न्युज सुन्नुपर्छ ओहो के हो यो ल घर कति भत्क्यो है खत्तम ल दोस्तो भत्क्यो भने घर दोस्तो भत्क्यो भने घरहरु दोस्तो भत्क्यो हामी जाउँ गरौँ उतातिर ओ माई गॉड ल ल ल सबै त्यो तल हेर्नु यतातिर सब धुलो उड्न थाल्यो ल यार सबै धुलो ओ माई गॉड घर भत्क्यो ओ सब धुलो आइरहेछ अब हो भने के अरे भत्केको के हो त नि यो घर भत्केको धुलो हो यार यो धुलो होइन यार यो घर भत्केरै धुलो हो यो त्यो माथि गाउँमा हेर न ऊ त्यो घर भत्केको धुलो त हो त सानो समय भुइँचालो आयो लगभग 40 सेकेन्ड भुइँचालो आयो कति भुइँचालो आइरहेको छ हामी सबै फोन गर्छन् त्यो डान्स गर्दाखेरि कसले हल्लाउँछ भन्छ अनि बुझा लाग्यो भनेर थाहा भयो काठमाडौँ लास यार फोन यो धुवार नै घर सबै भत्केका पुरै भत्केको यो म त मलाई रिमोट लगाए जस्तो लागिरहेको है तर बेसरी ठुलो आयो हाम्रो स्पिकरमा पल्टेर बजिरहेछ सबै घर भत्केको यो कस्तो नहुने अझै आइरहेछ के सबै हेर न आइरह अहिले पनि घर घरबाट निस्किन्छ अहिले नै आइरहेछ क्या हल्लिरहेछ जमिन हल्लिरहेछ थाहा छ जमिन हल्लिरहेछ ल ऊ रुख हल्ले थाहा हुन्छ के आइरहेछ के रुख हल्लिरहेछ के आइरहेछ के हो यही ठाउँ मात्रै आउने हो क्या यार होइन यो ठाउँमा मात्र होइन यो ठाउँ मात्र यस्तो हुन्थेन त्यो गाडी त झन्डै उतार्नु खाएको यार त्यो गाडी त पक्की गरेर के भयो यस्तो गरेर यतातिर मात्र जस्तो लाग्यो कि पक्की गरेर के भयो यता दिन्छ नि त आइरहेछ फेरि आइरहेछ फेरि आइरहेछ रुखको मुनि नबस रुखको मुनि नबस है मेरो घर चाहिँ सही सलामत छ मैले त हेरिरहेको छु यहाँबाट ठ्याक्कै त्यो रुखबाट देखिन्छ कि घर भत्केको होइन कि बारी हल्लेर उ भएको घर भत्क्या भएदेखि सबै भत्किन्थ्यो नि अब के हो भन्ने कुरो एकैछिनमा हुन्छ सब मान्छे बारीको पाटा पाटा होला नि कहाँनिर तपाईँ घर केही भएको छैन घरलाई खासै केही भएको छैन